नमस्कार म कलाकार एकवीर त तलको कट्यो होला हैन अबदेखि न माथि नै नि एडिट गरेर आफू लाउँछन् हैन अब सुरु भयो ल अब म नकाट्ने गरी बोले है मैले ल डाइरेक्ट नमस्कार म कलाकार एकवीर खालिङ राई म अब एउटा आधुनिक गीत गाउन लागिरहेको छु मैले अहिले गाउने गीत रहेको छ गायक हाम्रो कलाकार वरिष्ठ गायक हुनुहुन्छ अहिलेको वरिष्ठ गायक एवं चर्चित गायक प्रमोद खरेलको आवाजमा सजिएको गीत गाउन चाहन्छु छाडी गयो निष्ठुरीले छुट्यो चोखो माया भन्ने यो सेन्टिमेन्ट मार्मिक गीत छाडी गयो निष्ठुरीले छुट्यो चोखो माया बसाइ सरी जान्छु भन्छ आज आफ्नै छाया बसाइ सरी जान्छु भन्छ आज आफ्नै छाया तिम्रै भलो चाहन्छु म तिमी मेरो नभए नि भाग्यमान हुनु तिमी मलाई छोडी गए पनि भाग्यमान हुनु तिमी मलाई छोडी गए पनि हो छाडी गयो निष्ठुरीले छुट्यो चोखो माया बसाइ सरी जान्छु भन्छ आज आफ्नै छाया बसाइ सरी जान्छु भन्छ आज आफ्नै छाया ल यति नै है हाम्रो भिडियो चाहिँ हजुर यति नै होइन यति नै छोटो भयो क्या त्यो छ अलिक शब्द आएन हौ यो पो भन्छ त्यो होइन शब्द थियो अहिले मैले बिर्सेँ तिम्रै भालो चाहन्छु म त्यो त भइगयो अघि कुन भने त्यो बिन्दुको तिम्रो साथ हुनुपर्छ मैले खुसी त्यो अलिक यो गाउने बेला बिर्सिहाल्छ नगाएको बेला मात्रै सम्झिने हो त्यसो हुँदाखेरि समस्या भयो ल नगाइकन बस्ने सम्झ्यौँ त ल नेक्स्ट जस न अब अर्को त्यसो गर्दैछु है हो त्यो अर्को अलिक अलि ठुलो स्वरमा है त लु नभए एउटा गाजलुटी भन्ने गाउँछु है गाजलुटी भन्ने लु 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 त्यो दामी छ ल सुरु गरौँ हुन्छ सुरु गरौँ है ल नमस्कार म कलाकार एकवीर खालिङ राई अब अर्को प्रस्तुति आइरहेको छ हाम्रो स्वर सम्राट गायक नारायण गोपालको आवाजमा सजिएको गीत गाउन लागिरहेको छ यसलाई स्वीकार्नुहोस् गाजलुटी ठुला ठुला आँखा तिर बनि बसे यो दिलैमा निधारको त्यो रातो टीका छाप बनि बस्यो यो मायामा मिले कति दाँतका पङ्क्ति मिले कति दाँतका पङ्क्ति मोती बन कालिलो मायामा गाजलुटी ठुला ठुला आँखा तिर बनि बसे यो दिलैमा कालो लामो परेली केश छाप बन्यो कालिलो मायामा गाजलुटी ठुला ठुला आँखा तिर बनि बसे यो दिलैमा निधारको त्यो रातो टीका छाप बन्यो कलिलो मायामा मिले कति दाँतका पङ्क्ति मिले कति दाँतका पङ्क्ति मोती बन कलिलो मायामा
गजरूपी ठुला ठुला आँखा तिर बनि बसे यो दिलैमा कालो लामो परेली केश छाल पर्यो कलिलो मायामा। हस् त नमस्कार है तिनीहरूलाई। हस् त सक्यो सक्यो अच्छा सक्यो। अब के हुन्छ त्यसपछि अब केही वाचनहरू पो गर्ने हो कि वाचन वाचनहरू छैन प्रेम पत्रहरू केही छैन अनि हुनुपर्ने हो यसो बिछुटको दिनहरू यसो मिलनको दिनहरूको अच्छा सक्यो अब बिदा मागौँ है बिदा माग्नु ल भनेपछि अब हाम्रो अब यस्तै हुँदैछ अब एकल राईसँगको चाहिँ आजको हाम्रो कार्यक्रम चाहिँ अब सक्यो। अब फेरि यदि मन पराइदिनु भयो भनेदेखि अब फेरि हामी एकल राईले चाहिँ फेरि यो भ्लगमा चाहिँ फेरि ल्याएर चाहिँ ट्याक्कसँगले चाहिँ हामी फेरि केही गीतहरू गाउन लाउनेछौँ अनि मिठो रमाइलो गफगाफहरू चाहिँ हामी होइन भन्नेछौँ भन्दै आजको हाम्रो यो भ्लगलाई चाहिँ यहीँ हामी दुईजनाको तर्फबाट होइन इन्ड गरौँ होइन। हुन्छ ओके ल बाबाई बाई बाई ओके बाबाई फेरि भेटौँला है त फेरि भेटौँला नमस्कार।